तर थाक्दैन स्कुल everyone सबैलाई गुड इभिनिङ अन्त लङ टाइम बाद त होइन यही 5-6 दिन बाद चाहिँ भिडियो बनाउँदैछु हो मजाले बाहिर निस्केर फिल्डमा निस्केर किनकि अस्ति ज्वरोले चाहिँ झन्डै मारेको नि हाम्रो सुतेको हिजो र आज चाहिँ उठेर हिँडेको अन्त आज चाहिँ रौन तरफ लागेको होइन किनकि प्र्याक्टिस नगरेको नि 5-6 दिन भइसक्यो हिँडमा ओछ्यानमा मात्रै सुताइदिएको ज्वरो मार्किल्यो उठ्नु डरिसकेको थिएन हस्पिटलबाट म काममा अन्त आज चाहिँ लाग्दिएको हो एक्लै हो आज चाहिँ अघि गइसकेको छ केटाहरू चाहिँ म चाहिँ ढिलो भयो हो त्यही कारण हिँड्दैछु अहिले हिँडिरहेको छु अब यस्तो लाग्छ कहिले पुग्नु भइरहेको छ हो अन्त बुट चाहिँ भाइकोमा थियो मेरो चाहिँ हो सानो भाइकोमा थियो नुहाकोमा अन्त धोएर चाहिँ चिरिकेर राख्दैछ हो बुटहरू चाहिँ धोएर चाहिँ चिरिकेर राखिदिइरहेको रहेछ म त खासमा बुट चाहिँ धुन्न नि त कि कहिले बुट चाहिँ धुन्न म चाहिँ हो खेल्दै आएर राखिदिन्छु हो अल्छी लाग्छ मलाई बुट धुनु त्यसले चाहिँ धोएर चाहिँ चिडिक्कै बनाएछ बुट हो अब चाहिँ मेरै बुट हो जस्तो चाहिँ लागेको छैन हो हेर्दै गर्नुहोस् होला होइन लास्टसम्म भिडियो अनि मन युट्युबमा नि सब्सक्राइब गरिदिनुहोस् लिङ्क हालिदिन्छु म तपाईँलाई अन्त लाइक सेयर कमेन्ट फलो सबैले गरिदिनुहोस् होला हेर्दै गर्नुहोस् लास्टसम्म भिडियो ओके बाई अहिलेको लागि चाहिँ A few moments later. स्कुल आइपुगिसकेको छ हामी चाहिँ स्कुलमा चाहिँ अगस्त लाग्यो जस्तो लाग्दैछ मलाई अगस्त लागेकै हो रहेछ हो अन्त स्कुल लागेकै हो अगस्त लागेकै हो अगस्त गाइस यहाँ धुमधाम तयार पो चल्दै रहेछ धुमधाम तयार चल्दै रहेछ म चाहिँ अस्तिदेखि बिमार भएर चाहिँ आउनु पाएको थिइनँ नि त अन्त त्यही कारणले आज चाहिँ आमा A few moments later. यस्तो हुन्थे तर थाक्दैन नसालो आँखामा यसरी तिम्रै बारे सोचिबस्छु म धेरै तिम्रो लागि हो भने बुझ्छु म रेडी गरिदिन्छु भन म चाहिँ नि बोलेको फेर्दिन तिमीले